तै महिनाले आफ्नो स्वयं के लानु पर्यो भनेर दुकानमा बसेको छौँ। ढुङढाङसँग काम गरेर रड्डी फ्याँकी दुकानमा दिन पुगेर लानु पर्यो त्यो पनि त्यतिकै। अनि घरमा आएर हिँड्यौँ। अहिले विचार गर्दाखेरि तपाईँको मलाई पनि आँखाको आउँछ खानाको गयो। अनि खाना पनि नरोज्छ, कोही बेला खाने कोही बेला नखाने यस्तो पक्छ। अब बुढेसकालले पो त हजुरबा देउताले होइन, अब बुढेसकालले पो आँखा नदेखेको त होइन। कोही त 100 वर्षमा नि आँखा देखिरहेको छ। के हो गाउँमा कोही छैन। अनि उहाँ हाम्रो गाउँतिर 50 वर्षकोले नै देख्न छोडिसके। म 104 कि 5 पनि 82 वर्षको कति 82 सालमा 82 साल। ए तपाईँ 98। त्यतिखेर नै पोहोरदेखि आँखा पनि अन्ध भयो, काँडा पनि नसुन्ने भयो। अनि घरमा आउने बेला पनि कल भयो। घरमा अन्तरी बहिनीले धुमधाम गरेर ठगिदिने मेरो राखान ढुङ्गा नगरी नै ठगी। अनि म देशको भयो भनेको त बिस्तारले मलाई छोपो। अनि परमेश्वरी म आउनेछु तिम्रो सो भनेर अनि सायद भन्दाखेरि भोलि जिरो। अनि भोलि छोडो भोलि जिरिरहेछ। के गर्ने? गर्दा आइतबार होइन? कुन त के बार हो टिकस के बार काटेको छ छोडेर जाँदै जाँदैन। अनि अर्को हप्ता अर्को महिनातिर मुना दिदी आउने रे, अनि नभेट्ने? किन? मैले भेटेमा मुनि आउँछन् घरमा। यो परदेश हो, किरातिर बसेको आफ्नो घर होइन। हाम्रो मेरो अजय भन्ने नाति क्या माइलाको छोरा आएर तिमी कटेर भए पनि आफ्नो घरमा जाऊ, यहाँ मरेको तिमी स्कुलमा जाँदा भने भन। कहिले? अस्ति भयो म। कहिले भन? मलाई भन बाहिर भन्यो नि त। भन अब यो घर छोडेर नजानु, म आएर काठमाडौँ घर बनाउँछु अनि घरमा बस्नुपर्छ भनेको हो कि होइन? भनेको बस्दैन भन्दाखेरि अब जान्छ भने राम राम कुरो पनि कति जान्नु थाल्नु भयो। कुरा चाल थाल्नु होइन। कहाँ खानु भन्दा सबै जानु पर्यो हो। यहाँ छोराको घर होइन, किरायमा छन्। यहाँ बसेर काठ किरा तिम्रो हुँदैन भन क्या। उसले पनि ठिकै भन्यो, मलाई त जङ्गल लागेको। अनि मलाई पनि आफ्नो घरमा मर्नु पा हुन्थ्यो भनेको। अब यहाँ बस्दा जहीँ यो किरातिर बसेको छ। अनि कहाँ बस्ने, कहाँ हाल्ने, धुपझाँटा गर्ने, कसो गर्ने ठिक हुँदैन भनेर सम्झेर म जान्छु। अनि पशुपतिनाथ भनेको त अनि सबसे राम्रो ठाउँ होइन? भगवान् भएको ठाउँ। गए नातिनीले पुरै ढुङ्गार गरे परमेश्वरी भन्यो भने हेरेको हो। 17 बल्दी 5-6 वर्ष मिलेपछि आएको। अनि को जन्मन्त बनमन्त हाले। अनि बेला मैले 1000 खेप त खेपेँ होला पशुपति गुहेश्वरीमा। अनि खेप्दा सबै टिका आएको 50 मुद्दा पनि दिँदै अहिले 15-16 वर्षको छाडेको। अघि हेरेको छु। ए हेर्नु भएको? हेरेको तपाईँले हातमा नै हेर्नुहुन्छ अरे? हुन्थ्यो अब त यसो गर्दा मेरो मेरो हेरिदिनुहुन्छ? सकिने अरू आँखा छैन। अलिकति हेरिदिनु पर्यो, मेरो बिहे कहिले हुन्छ भनेर। कुन साले? म 56 साले। के महिना? असार। 56 कति पुग्यो अहिले? 24 वर्ष। बिहा गरेको छैन? छैन। त्यसो भोलि बिहान हेरौँ, अहिले देख्छु। ए बिहान चाहिँ देख्नुहुन्छ? बिहान चाहिँ हेर्छु ल। घाम आएपछि अनि यसो हेर्दा यो चक्र हेर्नुपर्छ। यो के भने चाहिँ एउटा ठट्टा पनि हो, सत्य पनि हो। कसैले छोरा होस् भन्नु कोही बिरुवा जाँदैनन् कसैको, हो कि कर्मले म छोरा भएछु
बसिन्छ साउनमा 17 गते मङ्गलबार। अनि अहिले त्यसो गर्दाखेरिमा पछि झ्याट त पढिन कख साउसाउ छोरा मेरो मिस्त्री मिस्त्रीमा पढेर हेर्दाखेरि अनि उनीसँग पढेको छोरी पछि बाउ खसे आमा खसे त्यतिकै छोडियो पढ्न पनि बिर्स्यो र अर्कोकै भने कुन साल के महिनाको त्यसमा यो चक्र सबै भगवानले लेखेको यसमा कुन महिनामा के हुन्छ कुन महिनामा के हुन्छ कुन महिनामा के हुन्छ। आज मैले हात काटेँ खुट्टा काटेँ भनिन्छ यो कुन चाहिँ राहु केतु आएर छट्ट काट्यो मैले हात काटेँ भनिन्छ त्यो कुरा बुझ्दैन। तपाईँ हेर्नु हुँदैछ उहाँ गए पनि काम फलामको दोष लाग्छ हतेका दोष लाग्छ दिन छैन राम्रो जन्म छैन घरमा त आँगनमा लडिन्छ। हेर्नुहोस् हजुर यो चाहिँ कुरो देख्छ आमा त लुक्न पनि नदेख्ने भए कि चस्मा लाउनु भने देख्नुहुन्थ्यो चस्मा हुँदैन हुँदैन यसो अन्धा हुन्छ। अघि के हुन्छ भने नि अर्को चिन्ता गरेर तपाईँको बिजुवा ढाले दुधकुण्ड गएँ सालबा गएँ कसैले सकेनन् एउटा जना सोलको भोटे घरती बस्यो भने चाहिँ त्यो त्यसलाई ढाल्नु सक्यौ भने तिमी मान्छे हौ भन्ने गाउँमा क्या त्यो घरती भन्ने जो चाहिँ सिपाल गरे अनि ऊ दुधकुण्डबाट फर्किने म जाने त्यो दुधकुण्डमा कहाँ जानु भएको छैन म गएको छैन। यस्तो उकालो छ उकालोबाट म जाने एउटा बाहुन पनि थियो तल लपानको हजुर अनि त्यो भोटेले भेटेमा त्यो जामा पक्रेर खुरुत पारेर हुन्छ भनेर गाउँमा हल्ला पनि गरे देउला रहने भयो सिपालु त्यसले पनि कुरा गऱ्यो घरती भन्ने भोटेदेखि जोगिएर आयो भने तिमी सिपालु नभई भन अनि ज्ञान भनेको ठुलो क्या चाहिँ हजुर ज्ञान भनेको मन्त्र भनेको अर्काको वचन भनेको सम्झेर आफ्नो कुरा गरौँ कि अर्काको कुरा गरौँ आफूले काट्नु पऱ्यो र त्यसो गर्दाखेरि अनि के र त्यो घरती बन्ने भोटे उसको देउतो पुजाएर आम फर्किँदो रहेछ सानो उकालो भन्छन् यस्तै उकालो छ। अनि घरती बन्ने भोटे आयो सिपालु भने एउटा खुर्मी जपेर पठाउने जमा पकडी खडा तिम्रो मारा झुटो पार्छ भने हङ्गा पनि गरे अनि धेर जानेको थिएन 2-4 मात्रै जानेको थियो एउटा मोहनी क्या अनि त्यो पढेर भोग्दाखेरि मान्छे लटिन्थे त्यो ज्ञान फुकेर लटाउँदाखेरि उसले नमस्कार गरे नमस्कार गर्नु कसो भयो भन्नु सन्देशी नमस्कार भयो घरती भन्ने भोटे त्यो रहेछ एउटा खुर्मी जग्यो भने जम्मा पक्रेर लाल खुल पार्ने अरे है देखेको त होइन भन्ने कुरो त्यसबाट जोगेर आयो भने तिमी सिपालु गाउँमा नि त्यो सुनेर तिमी त्यो आयो भने सिपालु नभए खापुरालु भन्ने कथा पनि गरे तपाईँलाई मलाई। अनि 2-4 ज्ञान त पढेको छु त्यो ज्ञान बनाएर हामीले चुपो लगाएर बसेँ ऊ नाच्दै आयो शेषी राजा छुर्मी भने क्या तामाङको राईको छुर्मी हुन्छ देख्नु भएको छैन खोइ छुर्मी भनेको तपाईँको जुनको 10-20 धागा फालेको मुर्तुल जस्तो हुन्छ शेषी रानी भने उब्रिने क्या त्यसो भएर आउने थिएँ हामी एउटा लपालको बाहुन त्यो मर्यो भने म जान्न भने त्यही मरेर झम्की जाऊ तिमीलाई मलाई प्रयोग गर्नु अनि मेरो ढोले राई छु राई आएन र सानोको डरायो राई डरायो राई डराएन सानोको रोहिणीसँग भुलिएछ ए मेरो ढोले त्यो छ मेरो ढोले आएन के चाहिन्छ भन्नु न जमाई बाहुन पाहाडे जम्मै थुप्रो नि तपाईँ केटाहरू गइरो के चाहिन्छ तिमीलाई हामी छौँ
आउँछ भनेर दबाईले चामलको खाजा बोजा बाउनी एउटा साइली बाउनी भने ती पनि गइन् आमासँग मिल्दै नि आमा पनि लगेँ अनि हो गाई ज्वाइँ कथा क्या अहिले चाहिँ यस्तो गति भए फुटानी पऱ्यो भन्छन् अनि त्यसैले गयो त्यो सान्ने उकालो भन्छन् तपाईँ यस्तै उकालो छ दुधकुण्ड नि पुग्नु गएको छैन गएको छैन त कहाँ पर्छ यो चाहिँ दुधकुण्ड हिमाल चारपाटे हिमालको फेद कुन हिमाल चारपाटे हिमाल चारपाटे हिमाल ए चारपाटे हिमाल छ त्यसका फेदमा दुधकुण्ड भनेर पोखरी छ नि तपाईँको ए बुझेँ यहाँदेखि सगरमाथा भनेको अर्कै हो अनि त्यस बेलामा ऊ हुन आएको त्योसँग जोग्यो भने